कार्यक्रमको तयारी भइरहेको छ र यसबीचमा एउटा ठूलो सहयोग भन्नुपर्छ। ठूलो यस अर्थमा धेरै टाढाबाट वैदेशिक रोजगारीमा विदेशमा रहनुभएका थुप्रै व्यक्तित्वहरूसँग सहजीकरण गरी विशेष गरिकन जोर्डनबाट त्यति टाढाको भूगोलबाट पनि यस बाणगंगा नगरपालिका वडा नम्बर 8 मधुवन सरिता कलोनी स्थित यस मनोकामना मन्दिरको निर्माणका निम्ति आर्थिक रूपमा सबैलाई भेटघाट गरेर अनुरोध गरेर त्यस देशबाट आर्थिक संकलन गरी यस समितिलाई प्राप्त भएको छ रु 1,02,702 रुपैयाँ 55 पैसा एकमुष्ट रूपमा प्राप्त भएको छ। यस श्री मनोकामना मन्दिर बाणगंगा नगरपालिका वडा नम्बर 8 मधुवन सरिता कलोनी को यो मन्दिर निर्माणका निम्ति आदरणीय सामाजिक युवा व्यक्तित्व कृष्ण भुषालज्यूले जोर्डनबाट संकलन गरेर यो मन्दिर निर्माणका निम्ति एकमुष्ट रूपमा उपलब्ध गराउनु भएको छ। यो सम्पूर्ण सहयोग रकम संकलन गर्नका निम्ति भूमिका गर्नुहुने हाम्रा स्थानीय व्यक्ति हुनुहुन्छ कृष्ण भुषालज्यू। एकपटक जोरदार ताली र उहाँलाई म मञ्चमा पनि आमन्त्रण गर्न चाहन्छु। कृष्ण भुषालज्यूलाई जोर्डनबाट 1 लाख भन्दा बढी रकम संकलन गरी यो मन्दिर निर्माणका निम्ति सहयोग जुटाउन सफल हुनु भएको छ र यस अर्थमा जोर्डनमा रहनुहुने सम्पूर्ण हाम्रा नेपाली दाजुभाइहरूलाई यस बाणगंगा नगरपालिका वडा नम्बर 8 स्थित सरिता कलोनी यस मनोकामना मन्दिर समितिको तर्फबाट एकमुष्ट रूपमा उहाँहरू सबैलाई हार्दिक धन्यवाद र उहाँहरूको सम्पूर्ण परिवारको सुस्वास्थ्य दीर्घायु र सम्पूर्ण मनोकामनाका निम्ति पनि हामी हार्दिक नमन गर्दै गोकुल थापाजी हुनुहुन्छ, त्यसैगरी विनोद कार्कीजी हुनुहुन्छ, विष्णु प्रसाद सिटौला हुनुहुन्छ, विष्णु बहादुर बोगटी हुनुहुन्छ, सन्तोष रसाली हुनुहुन्छ, दिलकाजी गुरुङ हुनुहुन्छ, अर्जुन सेन हुनुहुन्छ, गोविन्द प्रसाद गौतम हुनुहुन्छ, मोहन सिंह धामी हुनुहुन्छ, अशोक शिवाकोटी हुनुहुन्छ, प्रकाश चौहानजी हुनुहुन्छ, त्यसैगरी विमल बस्नेतजी हुनुहुन्छ, वीर भद्रनाथजी हुनुहुन्छ, रामशरण कुमार हुनुहुन्छ, नारायण केसीजी हुनुहुन्छ, सूरज गुरुङजी हुनुहुन्छ, वीरेन्द्र सिंह चैसरी हुनुहुन्छ, त्यसैगरी भोज बहादुर छेत्रीजी हुनुहुन्छ, त्यसैगरी मीन बहादुर थापाजी हुनुहुन्छ, टोमलाल भुषालज्यू, तुलसीमणि अधिकारीजी हुनुहुन्छ, रमेश खड्काजी हुनुहुन्छ, रामबहादुर घरतीजी हुनुहुन्छ गरी उहाँ सम्पूर्ण वैदेशिक रोजगारीमा रहेर पनि यहाँको नेपालका विभिन्न स्थानहरूमा उहाँ रहनुहुन्छ। यो सबै स्थानहरू समय अभावले म सम्बोधन गर्न सकिन। यी सम्पूर्ण सहयोगदाताहरूलाई एकमुष्ट रूपमा यस मनोकामना माता मन्दिर परिवारको तर्फबाट समितिको तर्फबाट एकपटक जोरदार ताली हामी उहाँहरू सबैले सम्मान प्रकट गर्न चाहन्छौँ समितिको तर्फबाट। धन्यवाद। हाम्रा युवा व्यवसायी स्थानीय व्यक्तित्व अत्यन्तै क्रियाशील